किन्न म सक्दिन बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन सुना र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन बहुमूल्य येशू बिना केही छैन म येशू बिना केही छैन म सुना र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन येशू बिना येशू बिना केही छैन म अझै येशू बिना केही छैन म
त तिम्रो नै हुँ, येशू तिम्रो नै हुँ। चाहे घाम नलागोस्, चाहे दिन नहोस्, यही रातमा पनि म खोज्छु तिमीलाई, पर्खन्छु म सधैँ त्यो उज्यालोलाई। यही रातमा पनि म खोज्छु तिमीलाई, पर्खन्छु म सधैँ त्यो उज्यालोलाई। हे येशू, यसो मेरो प्रभु, पर्खन्छु म सधैँ तिमीलाई। हे येशू, मेरो प्रभु, पर्खन्छु म सधैँ तिमीलाई। हे येशू, मेरो प्रभु, पर्खन्छु म सधैँ तिमीलाई। येशू, 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 हो, मेरो येशू, तपाईं। अझै केही क्षण उहाँलाई खोजी नै रहन, भित्र अन्तस्करणबाट उहाँलाई भेट्टाउनलाई। तिम्रो नै हुँ, म त तिम्रो नै हुँ, येशू तिम्रो नै हुँ। चाहे बादल नदेखोस्, चाहे मेघ नगर्जोस्, यही सुखमा पनि म खोज्छु तिमीलाई, पर्खन्छु म सधैँ त्यो झरीलाई। यही सुखमा पनि म खोज्छु तिमीलाई, पर्खन्छु म सधैँ त्यो झरीलाई। हे येशू, हो मेरो प्रभु, पर्खन्छु म सधैँ तिमीलाई। हे येशू, हो मेरो प्रभु, पर्खन्छु म सधैँ तिमीलाई। हे येशू, हो तपाईँ गाइने रहँ अझै अझै उहाँलाई। हो हे येशू, हो येशू, मेरो खोजाइको अन्त्य तपाईँ हुनुहुन्छ। हो
पनि म खोज्छु तिमीलाई पर्खन्छु म सधैँ त्यो उज्यालोलाई हे येशू मेरो प्रभु पर्खन्छु म सधैँ तिमीलाई हे येशू मेरो प्रभु पर्खन्छु म सधैँ हे येशू हे येशू हामीलाई चाहिएको तपाईँ हो प्रभु येशू ख्रीष्ट हामीलाई पक्का चङ्गाई चाहिएको हो तर त्यो भन्दा बढी माथि तपाईँ चाहिएको हो प्रभु येशू ख्रीष्ट आशिष चाहिएको हो तर त्यो आशिष भन्दा पनि माथि प्रभु येशू ख्रीष्ट तपाईँ हुनुहुन्छ हामीलाई तपाईँ चाहिएको पर्खि नै रहौँ केही क्षण भए पनि पर्खि नै रहौँ योग्य छ उहाँलाई पर्खिनु योग्य छ उहाँलाई पर्खिनु उहाँलाई हेरिबस्नु व्यर्थमा जाँदैन उहाँलाई पर्खिनु भन्ने कुराहरू व्यर्थमा जाँदैन उहाँसँग जोडिनु भन्ने कुराहरू मैले रोजेको तपाईँ नै मैले चाहेको मैले रोजेको तपाईँ नै मैले चाहेको मैले चाहेको मैले रोजेको
यसै यसै मेरो रोजाइ तपाईँ यसु यसु तपाईँ नै मैले चाहेको मैले रोजेको तपाईँ नै तपाईँ नै मैले चाहेको मैले रोजेको तपाईँ नै तपाईँ नै तपाईँ तपाईँ चेलाहरूलाई प्रभुले सोध्नु भयो के तिमीहरू पनि जाने मलाई छोडेर जाने चेलाहरू मध्ये एकजनाले साह्रो शक्तिशाली कुरालाई भन्यो नाइ प्रभु हामी कहाँ जाने जीवनको कुराहरू त तपाईँसँग छ अनन्त जीवन तपाईँसँग छ हामी कहाँ जाने यो बेलुकी नि हृदयलाई पोखाउँदै गर्दा प्रभुलाई यो भनौँ न हामीलाई रोग भन्दा पनि माथि चङ्गाई भन्दा पनि माथि छुटकारा भन्दा पनि माथि कतिवटा मिल्नु पर्ने कुराहरू भन्दा पनि माथि तपाईँ चाहिएको प्रभु हामी कहाँ जाने तपाईँलाई छोडिकन हामी कहाँ जाने तपाईँलाई पर्खालहरूले लगाइकन बारहरू लगाइकन हामी कुन कुरालाई रोज्ने हामीलाई चाहिएको तपाईँ 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 तपाईँले आराधना गर्ने प्रभु येशू ख्रीष्ट तपाईँसँग नै हुनुहुन्छ बेलुकी उहाँको मुहारलाई हेरिकन एकछिन उहाँलाई उचाल्दै जाओस् उहाँ यति साह्रो भलो यति साह्रो सुन्दर यति साह्रो पवित्र हुनुहुन्छ महाराजलाई कस्तो देख्नुहुन्छ तपाईँ तपाईँको प्रभुलाई यति साह्रो योग्य प्रभु बसी नै रहनुहोस् यही उपस्थितिमा एकछिन
महिमा होस् राजालाई महिमा आराधना 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 होस् राजालाई आराधना महिमा 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 होस् राजालाई महिमा आराधना 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 होस् प्रभुलाई आराधना। Thank you, Lord. Thank you, Lord. Thank you, Lord. Thank you. प्रभु धन्यवाद तपाईलाई यो बेलुकी तपाईको शक्तिशाली उपस्थितिको लागि तपाईको हिँडडुलको लागि हामी तपाईलाई धन्यवाद चढाउँछौँ। प्रभु धन्यवाद सबै कुराको लागि महिमा तपाईलाई भएको होस् नाजरेतको प्रभु येशू ख्रीष्टको नाम।